नियमित कार्यतालिका अनुसार काठमाडौँ महानगर कार्यपालिकाको बैठक महिनामा एक पटक बस्नुपर्ने हो। विगतमा यो तालिका अनुसार नै कार्यपालिका बैठक बस्दै आएको थियो। यद्यपि पछिल्लो समय भने झण्डै 5 महिनादेखि महानगरको कार्यपालिका बैठक बस्न सकेको छैन। मुख्यतः महानगरका मेयर बालिन शाह र उपमेयर सुनिता डंगोलको राजनीतिक टसलका कारण कार्यपालिका बैठक बस्न नसकिरहेको हो। पछिल्लो पटक 2081 पुस 5 गते महानगर कार्यपालिका बैठक बसेको थियो। बालिन सुनिता टसलको जड। बालिन र सुनिताको टसल नयाँ होइन। उनीहरू निर्वाचित हुनु अगावैदेखि एक अर्का विरुद्ध घोजपेचमै थिए। निर्वाचन अघि सुनिताले बालिनप्रति कटाक्ष गर्दै भनेकी थिइन्, हामीले जितेपछि एमपी थिएटर बनाउँछौं, त्यहाँ उहाँ बालिन आफ्नो कला प्रस्तुत गर्न आउनुहुन्छ। त्यसैमा बालिनले पनि आफूले जित्ने दावी पेश गर्दै मेयरले गीत गाउने र उपमेयरले ताली पिट्ने आशयको जवाब सुनितालाई दिने गरेका थिए। यसरी उनीहरूबीच निर्वाचन अघि नै टसल हुँदै आएको थियो। बालिन र सुनितालाई निर्वाचन परिणामले नै मेयर उपमेयरमा छिनोफानो गरेको छ। यसपछि पनि उनीहरूबीच कामको तालमेल मिलेको देखिन। स्वतन्त्रबाट निर्वाचित मेयर बालिनले एमाले र सुनितामाथि आलोचना तथा व्यङ्ग्य गर्दै आएका छन्। यस्तोमा सुनिताले पनि पार्टीको आड र बचाउका लागि बालिन विरुद्ध तीखो जवाब फर्काउँदै आएकी छन्। यसै क्रममा बालिनले न्यू रोडको सड़क विस्तार तथा सुकुम्बासी बस्ती हटाउने विषयमा गरेको निर्णयमा एमाले अवरोध गर्यो। यस्ता विषयले पनि सुनिता र बालिन बीचको टसल अझ बढाएको छ। एमालेको प्रतिनिधि बन्दा अझ समस्या। सुनिता सुरुमा स्वतन्त्र उम्मेदवारी दिने भन्दै हिँडे पनि उनले पछि एमालेमा समाहित भएर उपमेयर जितिन्। एमाले आबद्ध भएपछि पार्टीको नीति र निर्देशन मान्नुपर्दा सुनिताको ट्युन बालिनसँग मिल्न सकेको छैन। पछिल्लो समय मात्रै बालिनले प्रमुख प्रशासकीय अधिकृत नपठाएको विषयमा प्रधानमन्त्री ओली विरुद्ध स्टाटस लेखेका थिए, जसमा सुनिताले बालिन विरुद्ध प्रतिजवाब फर्काउँदै आफू कर्तव्य पूरा नगर्ने अनि अरूलाई आरोप लगाउने भन्दै आक्रोश पोखेकी थिइन्। यसपछि प्रमुख प्रशासकीय अधिकृत नपठाउने र सरोज गुरा गाईलाई नै जिम्मेवारीमा पठाउने भन्ने सरकारको आकांक्षालाई पूरा गर्न उपमेयर सुनिता आफै अघि सरिन्, जहाँ उनी नेतृत्वको टीमले मेयरले लगाएको ताला नै फोडेर प्रमुख प्रशासकीय अधिकृत गुरा गाईलाई कार्यकक्षमा प्रवेश गराइयो। यसपछि बालिन र सुनिता बीच अझ सम्बन्ध बिग्रिएको छ, जसको कारण झण्डै 5 महिनादेखि महानगर कार्यपालिकाको बैठक बस्न सकेको छैन। स्टन्टबाज बालिन। मेयर बालिन सार्वजनिक कार्यक्रममा कमै बोल्ने गरेका छन्। उनी आफ्ना विचार र भावना सामाजिक सञ्जालमा पेश गर्छन्। यस्तोमा बेला बेला प्रधानमन्त्रीसँग पनि उनको टसल चल्छ, तर यो शैलीलाई उपमेयर सुनिताले भने स्टन्टबाजको संज्ञा दिन्छन्। सुनिताले केही साता अघि एमाले आयोजना गरेको कार्यक्रममा सामेल हुँदै स्टन्टले मात्रै देश नचले भन्दै बालिनमाथि टर्रो र तीखो व्यङ्ग्य गरिन्। जसले 8 वर्ष सपना देख्छ त्यसैले पूरा गर्ने हो र हाम्रो पार्टी we work for people, we don't work for short-term results, we work for long-term impact because we follow the vision, we don't follow the trend. हल्लाको पछि हामी लाग्दैनौं र धेरै जनाले अहिले हामीले देख्छौं धेरै जनाले स्टन्ट गर्नुहुन्छ, बोल्नुहुन्छ, पपुलर बन्नुहुन्छ अनि पपुलिस्ट भएर नै देश बन्छ जस्तो पनि लाग्छ। अरूलाई गाली गरेर मात्र देश बन्छ जस्तो लाग्छ, तर स्टन्ट गरेर देश बन्दैन। स्टन्ट गरेर देश बन्छ, स्टन्ट गरेर देश बन्छ। देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, काममा इमानदारीता हुनुपर्छ। त्यसकारण हामी स्टन्ट गर्ने युवा होइनौं, काम गर्ने युवा बनौं। त्यो समय सुनिताले बालिनमाथि नै संकेत गर्दै नेतृत्वमा युवा मात्रै भनेर नहुने, उसमा सक्षमता र असल गुण पनि हुनुपर्ने भनेकी थिइन्। यसपछि पनि बालिन र सुनिता बीच थप तीतोपना बढेको छ। कार्यपालिका बैठक बस्न नसक्नुको कारणमा यो विषय पनि प्रमुख हो। अर्कोतर्फ बालिनले नै भ्रष्टाचारको आरोप लगाएका पात्र प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहनुले पनि कार्यपालिका बैठक बोलाउन सकस परिरहेको छ। कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिवका रूपमा रहने गर्दछन्, तर अहिले महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको संवाद र समन्वय नै भइरहेको छैन, जसले महानगर कार्यपालिका अनिर्णयको बन्दी बन्न पुगेको छ। कार्यपालिका बैठक बोलाउने दायित्व र अधिकार मेयरमै निहित छ, तर मेयर बालिन यसमा केन्द्रित हुन सकेका छैनन्, जसले नीतिगत र कानूनी रूपमा बालिनलाई नै जिम्मेवार बनाइरहेको छ।